अझ चाहिँ च्याउ खोज्न जङ्गलतिर हामी च्याउको खोजीमा पुरा बाँदरहरू पनि रहेछ जङ्गलमा। अब बाँदर नभएर के हुने त, बाँदर त अब अहिले नेपालको राष्ट्रिय समस्या नै भइसक्यो नि, जतै बाँदर छ। यस्तो जाडो ठाउँमा पनि बाँदरहरू बस्दिनँ कि। ल हेरौँ त यसलाई एकपटक। ल यो चाहिँ के च्याउ अरे यो? तपाईँको मिर्गे च्याउ भन्छ। यो सीताकेको भनौँ न पूर्वज। सीताकेको सीताके सीताके चाहिँ तपाईँको अब ल्याबबाट त्यसलाई चाहिँ मोडिफाई गरेर बनाएको च्याउ हो। हजुर यो चाहिँ अर्ग्यानिक। यो चाहिँ प्राकृतिक रूपमा आफै नै चाहिँ यसको बिउ उत्पादन हुन्छ। यो एउटा एक किसिमको ढुसिना हो च्याउ भनेको। त्यही भएर यो चाहिँ एकदम अर्ग्यानिक छ। यो चाहिँ प्रायः जसो रातो पार्लेको कटुसमा, सेतो पार्लेको कटुसको रुखमा, ठुटामा उम्रिने गर्दछ। यो खाँदा चाहिँ तपाईँको शरीरलाई फाइबर, प्रोटिन, दुनियाँ तत्त्वहरू मिल्छ। त्यही भएर यो खोजी खोजी खानुपर्छ साथी हो भन्ने मेरो मान्यता छ। चिन्नु पनि पर्यो होला नि त फेरि। चिन्नु पऱ्यो। यस्तो हुन्छ, भित्रैपट्टि यस्तो रेसा हुन्छ, बाहिरको भाग यस्तो हुन्छ। यसलाई मिर्गे च्याउ भन्छ है। भाइ बाहिर भाइ फलेछ मिर्गे च्याउ। ल सानो पातले सिस्नु भन्छ होला। पातले सिस्नु, यो पातले सिस्नु। कता ल सिकारी हामी मात्रै भनेको जङ्गलै भरि रहेछ। च्याउको सिकारीहरू यो घना जङ्गलमा चाहिँ जे होस् च्याउ खोज्ने साथीहरू थुप्रै हुँदो रहेछ। यो चाहिँ के हो फेरि यहाँ उनीहरू उँधो उँधो? त्यो चाहिँ नखाने च्याउ। यो चाहिँ अब के भन्छ भने तपाईँको सुनखरी भन्छ। यो चाहिँ हामीले यो हरेक शृङ्गारको सामानहरू उहिले हाम्रो बाजे बराजुहरूले बनाउनु हुन्थ्यो होइन। शृङ्गारको सामान बन्छ। यसको विभिन्न त्यो धामेल लाउने तोदम भन्छ, त्यो शिरमा लाउने पगरीहरू त्यस्तो। अनि हरेक शृङ्गारको किराँती मुन्दुमी शृङ्गारको सामग्री बनाउने मेन आइटम चाहिँ यो हो। कच्चा पदार्थ यसलाई चाहिँ ऊ भन्छ तपाईँको सुनखरी। त्यसको साथमा यहाँ उम्रेछ अर्को तपाईँको, यसलाई भुइँचम्पा भन्छ। यो चाहिँ जडीबुटीको एउटा ऊ नै हो, उपज हो भनौँ न। यो जडीबुटी यसलाई चाहिँ तपाईँको भुइँचम्पा भनेर चिनिन्छ। यो जडीबुटीमा पर्छ। यो यत्तिकै छ, जङ्गलभरि पर्याप्त मात्रामा छ। जसरी थियो त्यसरी राख्दैन किन होइन। ल जङ्गल त घना छ त, एकदम विशाल जङ्गल छ। ल यो चाहिँ चिन्डो रुख रहेछ। अनि यो त अलिक अचम्म किसिमको छ त होइन नि। के हो त नि तल के जरा के भएको यो? प्राकृतिक रूपमा यस्तै भएको यो? नमुना राजा हो यो, जङ्गलको राजा रुख। जङ्गलको राजा रुख नै भन्नु पर्यो। ल पुरा चारपट्टि हेर्दाखेरि यस्तो छ होइन। यो त पुरा चिन्डे रुख रहेछ त हो। अब माथि त कति हो कति अग्लो छ नि यो त। भन्छ यो धेरै पुरानो रुख रहेछ यो। भोजपुर जिल्लाको ऐतिहासिक रुख।
भरतपुर जिल्लामा यस्तै त्यहाँ चाहिँ यस्तो रुखै छैन। केले चाहिँ चिन्डे रुख भन्छ यसलाई चाहिँ त्यतिकै नाम राखिदिएको कि चर्चितै छ यो यताको लागि चाहिँ चर्चित ए भनेपछि यो स्थानीय स्तरमा चाहिँ निकै चर्चित नै छ चिन्डे रुख। चिन्डे रुख ल चिन्डे रुख अब चिन्डे भने चाहिँ चिन्डे भने चिन्डो भने किराँतको एउटा मुन्टुकै अनिवार्य रूपमा चाहिने एउटा होइन यो चिन्डोको आकारको रहेछ त्यस कारणले यसलाई चिन्डे रुख भनिएको रहेछ त्यो माथि फेरि त्यो तपाईँको अदुवा जस्तो पनि उम्रेको छ। चिन्डो र अदुवा त्यहीँ छ ल हो कि होइन? अदुवा पनि यहीँ उम्रेको अचम्मको रुख छ क्या। यो त साँच्चै अदुवाको जस्तै रुख छ पात त यो अचम्मको रुख छ। यो मुन्टुमीमा चाहिने कुरो सबै छ क्या। ए यो अनि यो बिरुवा चाहिँ अन्त छैन त यो चाहिँ छ अन्त पनि हुन्छ। ए अन्त हुन्छ सम्झिँदा अचम्मै छ। एक राउन्ड गोलै घुमेर खिच्नु त। ठ्याक्कै यो चाहिँ कस्तो रहेछ भने यो अदुवा जस्तो पनि अदुवाको पात जस्तो पनि छ होइन किराँतीहरूको यो एउटा मुन्टुमी सर्टकटमा ल यतातिर नजाउँ यो यतैबाट दिउँ ल अचम्मको रुख। ल यो प्रकृतिले दिएको चिज हो यो ल प्रकृतिले नै यस्तो मजाले चाहिँ यो अब के भने बनाएको छ भने डेकोरेसन गरेको छ यो चिजहरू चाहिँ जङ्गलमा हेर्न पाइन्छ त्यस कारणले जङ्गल घुम्नुपर्छ तर सबै ठाउँमा यस्तो हुन्न अब ल ल यो रुखको फेद यहाँ रहेछ सर र ढलेर चाहिँ होइन कति अग्लो चाहिँ रुख थिएछ यो त झन्डै कति मिटर भन्ने खोइ अब यो त अनि माथि अर्को यत्रो जमिन त बसिसक्यो। यो अझै फरन 50 यो त 400-500 वर्ष अगाडि गाडेको रहेछ। यसको टुप्पो भनेको चाहिँ होइन झन्डै यो 50 मिटर भन्दा पनि बढी थिएछ कि हो कहाँ यहाँ ठुन्को निस्किएको छ यहाँ त्यहाँदेखि अझै कति थियो होला तल होइन यो त मोटो अझै यहाँदेखि यति चाहिँ टिप्यो अझै टिप्नै बाँकी छ नि त। टुम त ल यो सीताकेको यो अर्जिन के यो वर्जिन ल यहाँदेखि पल्लो ठुटासम्म छ ल हेर्नुहोस् है स्याउ भन्ने कुरा चाहिँ पसल हो पसल ल यस्तो हो भिडियो पज भयो तर यसको चाहिँ हल्का अहिले चाहिँ त्यति ठुलो भइसक्नु नसकेको रहेछ यहाँ परम छ कि ल सेलु खानुपर्छ तँलाई